एसिया छनौटमा नेपालले लगातार तेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्ने क्रममा नेपालले बुधबार हङकङलाई 9 विकेटले हरायो। नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः युएई र ओमानलाई पाखा लगाएको थियो। बुधबार काठमाडौँ स्थित तल्लो मुल्पानी क्रिकेट स्टेडियममा हङकङले दिएको 116 रनको झिनो लक्ष्य नेपालले 23 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा ओपनर साहिल पटेलले 42, कप्तान नरेन भट्टले 39 र निरज कुमार यादवले 23 रन जोडे। हङकङका लागि श्यानपुरीले 1 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको हङकङ 46.2 ओभरमा 115 रनमै अल आउट भयो। उसका लागि कप्तान शिव माथुरले सर्वाधिक 63 रन बनाए। हङकङलाई सस्तेमा समेट्ने क्रममा नेपाली स्पिनर युवराज खत्रीले शानदार बोलिङ गरे। उनले 10 ओभरमा 18 रन दिएर सर्वाधिक 4 विकेट लिए। जारी प्रतियोगितामा युवराज उच्च लयमा छन्। उनले ओमान विरुद्ध 5 विकेट लिएका थिए। यस्तै हङकङ विरुद्ध विपिन प्रसाद शर्माले 3, सन्तोष यादवले 2 र अशोक धामीले 1 विकेट हात पारे। यो जितपछि नेपालले प्रतियोगितामा 6 अङ्क जोडेको छ र विश्वकपमा स्थान बनाउन नेपाललाई अब 1 जितको खाँचो छ। यदि नेपालले अन्तिम खेलमा अफगानिस्तानलाई हराएमा 9औं पटक U19 विश्वकपमा स्थान बनाउनेछ। नेपाल र अफगानिस्तान बीचको निर्णायक भिडन्त शनिबार हुने तालिका छ। हालसम्म नेपाल र अफगानिस्तानले समान 8 पटक उमेर समूहको विश्वकप खेलेका छन्। नेपालले सन् 2000 मा U19 विश्वकपमा डेब्यू गरेको थियो। अफगानिस्तानले यो उपलब्धि सन् 2010 मा हासिल गर्यो। हालसम्म U19 विश्वकपमा अफगानिस्तानको ठूलो उपलब्धि 4थो स्थान प्राप्त गर्नु हो। उसले यो उपलब्धि सन् 2018 र 2022 मा हासिल गरेको थियो। विश्वकपमा नेपालको उपलब्धि भने 8औं स्थान हासिल गर्नु हो। नेपालले सन् 2000 र 2016 को संस्करणमा 8औं स्थान हासिल गरेको थियो। U19 विश्वकपमा अहिलेसम्म नेपालले 48 म्याच खेल्दा 25 मा हार, 22 मा जित र 1 खेलमा अङ्क बाँडेको छ। उता अफगानिस्तानले 44 म्याच खेल्दा 23 मा हार तथा 21 खेलमा जित निकालेको छ। नेपाल र अफगानिस्तानले गत संस्करणको U19 विश्वकप पनि खेलेका थिए, जहाँ यी दुई टिम समूह डी मा थिए। समूह चरणमा नेपालले अफगानिस्तानलाई 1 विकेटले हराउँदै सुपर 8 मा स्थान बनाएको थियो। नेपाल र अफगानिस्तान आउँदो संस्करणको U19 विश्वकप पनि गुमाउन चाहँदैनन्। त्यसका लागि शनिबारको खेल जित्नुपर्ने समीकरण बनेको छ। नेपाल घरेलु मैदानको फाइदा उठाउँदै विश्वकपको टिकट सुरक्षित गर्ने दाउमा छ। उता पाहुना टिम अफगानिस्तान आयोजक नेपाललाई स्तब्ध पार्दै विश्वकपमा स्थान बनाउन चाहन्छ।